सम्मानित सर्वोच्च अदालतले यत्रो संवैधानिक प्रश्नमा मुलुक जेलिएको बेला, यो जटिलतामा फसेको बेला सम्मानित सर्वोच्च अदालतबाट फैसला समयमा आउनु पर्दथ्यो। निर्वाचनपछि साधारण तारिख, यस मुद्दा सम्बन्धी साधारण तारिख व्यावहारिक रूपमा अर्थहीन छ, प्रयोजनहीन छ। सैद्धान्तिक रूपमा भोलिका लागि सिद्धान्त प्रतिपादन होला, एउटा नजिर त बस्ला, जे बस्ला, तर न्याय अर्थपूर्ण हुनुपर्दछ। म्याद गुज्रिएको औषधि जस्तो म्याद गुजारेर दिइएको न्याय डेट एक्सपायर्ड मेडिसिन जस्तो त्यो व्यवहारमा काम लाग्दैन, त्यसले कुनै परिणाम दिँदैन। मुलुक जुन असहजतामा गएको छ त्यसलाई सहजतामा फर्काउनु पर्थ्यो अदालतले, त्यो भएन। अब त्यसो नभइसकेपछि अब 12 दिनको कुरा होला, अब निर्वाचन हुनै पर्दछ।